सबैलाई नमस्कार। म भक्तबहादुर कार्की नेपाल जीके जोनको तर्फबाट आज मैले तपाईहरूको माझमा नेपालको प्राकृतिक स्रोतबाट माटो भन्ने टपिक्सबाट 24वटा एक्जाममा सोध्न सक्ने क्वेसन लिएर आएको छु। हस्त साथीहरू, ढिला नगरी भिडियो सुरु गरौँ। साथीहरू, तपाईहरू भिडियो सुरु हुनुभन्दा पहिले कपी र पेन लिएर बस्नुहोला। ल त साथीहरू, भिडियो सुरु गरौँ। साथीहरू, आज हामी माटो भन्ने टपिक्समा जाम। अब क्वेसन नम्बर 1 मा जाम साथीहरू। विभिन्न खनिज पदार्थ चट्टानको अपच्य जैविक अवशेषका साथै विभिन्न भौतिक एवं रासायनिक प्रतिक्रियाबाट बन्ने एक प्रकारको प्राकृतिक संसाधनलाई के भनिन्छ त? माटो भनिन्छ, अर्थात् सोइल। इङ्ग्लिसमा सोइल, नेपालीमा माटो। क्वेसन नम्बर 2 मा जाम साथीहरू। माटोको प्रकृति प्राय केमा भर पर्छ त? चट्टान, हावापानी र वनस्पतिमा के पर्छ त? माटोको प्रकृति चाहिँ भर पर्ने भयो। क्वेसन नम्बर 3 मा जाम साथीहरू। नेपालमा उपलब्ध माटोलाई भूतत्व, धरातल एवं वनस्पतिको आधारमा कति भागमा विभाजन गरिएको छ त? 5 भागमा। नेपालमा उपलब्ध माटोलाई भूतत्व, धरातल एवं वनस्पतिको आधारमा कति भागमा विभाजन गरिएको छ त? 5 भागमा विभाजन गरिएको छ साथीहरू। साथीहरू, नेपालमा पाइने माटोका प्रकारहरू कतिवटा रहेका छन्? 5वटा। क मा पाङ्गो माटो, ख मा बलौटे पत्थरिलो माटो, ग मा रातो फुर्सो माटो, घ मा तलैया माटो, ङ मा के भयो त? हिमाली माटो। साथीहरू, अब क्वेसन नम्बर 4 मा जाम। वर्षामा नदीले थुपारेको माटो तथा बालुवामा झारपात समेत मिली बनेको माटोलाई के भनिन्छ त? पाङ्गो माटो। के त? वर्षामा नदीले थुपारेको माटो तथा बालुवामा झारपात समेत मिली बनेको माटोलाई के भनिन्छ त? पाङ्गो माटो भनिन्छ साथीहरू। साथीहरू, क्वेसन नम्बर 5 मा जाम हामी। चुन, फस्फोरस, पोटास जस्ता खनिज तत्त्व मिली बनेको पाङ्गो माटोमा कुन कुन खेतीको उत्पादन राम्रो हुन्छ? चुन, फस्फोरस, पोटास जस्ता खनिज तत्त्व मिली बनेको पाङ्गो माटोमा कुन कुन खेतीको उत्पादन राम्रो हुन्छ त? धान, तेलहन, उखु, सुर्ती आदि। धान, तेलहन, उखु, सुर्ती आदि। क्वेसन नम्बर 6 मा जाम साथीहरू। पहाडबाट झरेका नदीले ल्याएको बालुवा, कंकड, पत्थर आदि मिली बनेको माटोलाई के भनिन्छ त? बलौटे पत्थरिलो माटो। पहाडबाट झरेका नदीले ल्याएको बालुवा, कंकड, पत्थर आदि मिली बनेको माटोलाई के भनिन्छ त? बलौटे पत्थरिलो माटो भनिन्छ साथीहरू। क्वेसन नम्बर 7 मा जाम साथीहरू। नेपालमा पाङ्गो माटो कहाँ पाइन्छ? पाङ्गो माटो कहाँ पाइन्छ त? तराई र बेसीमा। नेपालमा पाङ्गो माटो कहाँ पाइन्छ त? तराई र बेसीमा पाइन्छ साथीहरू। क्वेसन नम्बर 8 मा जाम साथीहरू। बलौटे पत्थरिलो माटो कहाँ पाइन्छ त? बलौटे पत्थरिलो माटो कहाँ पाइन्छ त? भावर, भित्री मधेस, चुरे पहाडमा पाइन्छ। बलौटे पत्थरिलो माटो भावर, भित्री मधेस, चुरे पहाडमा पाइन्छ साथीहरू। अब क्वेसन नम्बर 9 मा जाम साथीहरू हामी। मध्य पहाडी तथा महाभारतका ठाडा भागहरूबाट ऋतु अपक्ष भई टुक्रिएका चट्टानमा सडेका झारपात मिली बनेको माटोलाई के भनिन्छ त? रातो फुर्सो माटो। मध्य पहाडी तथा महाभारतका ठाडा भागहरूबाट ऋतु अपक्ष भई टुक्रिएका चट्टानमा सडेका झारपात मिली बनेको माटोलाई के भनिन्छ त? रातो फुर्सो माटो। रातो फुर्सो माटोमा कुन कुन खाद्यान्नहरूको उत्पादन गर्न सकिन्छ? रातो फुर्सो माटोमा कुन कुन खाद्यान्नहरूको उत्पादन गर्न सकिन्छ त? कोदो, मकै, आलु, फलफुल आदि। कोदो, मकै, आलु, फलफुल आदि के गर्न सकिन्छ? रातो माटोमा चाहिँ उत्पादन गर्न सकिन्छ। क्वेसन नम्बर 11 मा जाम साथीहरू। अब हामी। बेसी तथा उपत्यकाहरूमा ताल सुकेर बनेको माटोलाई के भनिन्छ? बेसी तथा उपत्यकाहरूमा ताल सुकेर बनेको माटोलाई के भनिन्छ त साथीहरू? तलैया माटो। क्वेसन नम्बर 12 मा जाम साथीहरू। जैविक पदार्थ समेत मिसिएको र माटोको तह पनि बाक्लो हुने तलैया माटो कुन रङको हुन्छ त? कालो रङको। जैविक पदार्थ समेत मिसिएको र माटोको तह पनि बाक्लो हुने तलैया माटो कुन रङको हुन्छ? कालो। साथीहरू, क्वेसन नम्बर 13 मा जाम। कृषि उत्पादनका लागि सबैभन्दा उर्वर र उत्पादनशील मानिने माटो कुन हो त? तलैया माटो। कृषि उत्पादनका लागि सबैभन्दा उर्वर र उत्पादनशील मानिने माटो कुन हो त साथीहरू? तलैया माटो। क्वेसन नम्बर 14 मा जाम साथीहरू। हिमनदीले थुपारेको
माटो बालुवा कंकड पत्थर आदि मिली बनेको माटोलाई के भनिन्छ त? हिमाली माटो। हिम नदीले थुपारेको माटो बालुवा कंकड पत्थर आदि मिली बनेको माटोलाई के भनिन्छ त? हिमाली माटो। क्वेसन नम्बर 15 मा जाम साथीहरू। हिमाली माटो कहाँ पाइन्छ? हिमाली माटो कहाँ पाइन्छ त? हिमाली खोज, भित्री हिमाल तथा उच्च हिमालको फेदीमा। हिमाली खोज, भित्री हिमाल तथा उच्च हिमालको फेदीमा। क्वेसन नम्बर 16 मा जाम साथीहरू हामी। हिमाली माटोमा कस्ता खाद्यान्नहरू उत्पादन गर्न सकिन्छ? हिमाली माटोमा कस्ता खाद्यान्नहरू उत्पादन गर्न सकिन्छ त? जौ, आलु, फापर आदि। हिमाली माटोमा जौ, फापर, आलु आदि। साथीहरू क्वेसन नम्बर 17 सुरु गरौँ। 1 सेन्टिमिटर माटोको तह बन्न सामान्यतया कति समय लाग्ने अनुमान गरिएको छ? 1 सेन्टिमिटर माटोको तह बन्न सामान्यतया कति समय लाग्ने अनुमान गरिएको छ त? 100 देखि 400 वर्ष। क्वेसन नम्बर 18 मा जाम साथीहरू। नेपालमा 3000 मिटर भन्दा माथि कति प्रतिशत भूभाग रहेको छ? नेपालमा 3000 मिटर भन्दा माथि कति प्रतिशत भूभाग रहेको छ त? 27.5% साथीहरू। क्वेसन नम्बर 18 मा जाम साथीहरू। सरी, यहाँ दुईटा 18 भएको रहेछ साथीहरू। नेपालमा 1 डिग्री भन्दा कम भिरालो समतल जग्गा कति छ? नेपालमा 1 डिग्री भन्दा कम भिरालो समतल जग्गा कति छ त? 13.6%। क्वेसन नम्बर दुईटा 18 भएको रहेछ साथीहरू यहाँ। क्वेसन नम्बर 19 मा जाम साथीहरू। नेपालमा 20 डिग्री भन्दा बढी भिरालो आकृति रहेको जग्गा कति छ? नेपालमा 20 डिग्री भन्दा बढी भिरालो आकृति रहेको जग्गा कति छ त? 58.8% रहेको छ। नेपालमा सर्वप्रथम वृक्षारोपण कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो? नेपालमा सर्वप्रथम वृक्षारोपण कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो त? बिक्रम सम्वत 2002 देखि। नेपालमा सर्वप्रथम वृक्षारोपण कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो त? बिक्रम सम्वत 2002। क्वेसन नम्बर 21 सुरु गरौँ साथीहरू। नेपालमा वन विभागले वृक्ष र घाँस रोपण तथा चेकड्याम आदिको व्यवस्थाबाट भू संरक्षण सम्बन्धी कार्य कहिलेदेखि गर्दै आएको छ त? बिक्रम सम्वत 2023 देखि। नेपालमा वन विभागले वृक्ष र घाँस रोपण तथा चेकड्याम आदिको व्यवस्थाबाट भू संरक्षण सम्बन्धी कार्य कहिलेदेखि गर्दै आएको छ त? बिक्रम सम्वत 2023 देखि। क्वेसन नम्बर 22 मा जाम साथीहरू हामीहरू। माटोलाई कसरी जीवन्त राख्ने भन्ने सम्बन्धमा अध्ययन गर्ने विषयलाई के भनिन्छ? माटोलाई कसरी जीवन्त राख्ने भन्ने सम्बन्धमा अध्ययन गर्ने विषयलाई के भनिन्छ त? मेडिसिन एन्थ्रोपोसोफिक। मेडिसिन एन्थ्रोपोसोफिक। क्वेसन नम्बर 23 मा जाम साथीहरू। माटोको संरक्षणका लागि नेपालमा कहिलेदेखि संस्थागत प्रयास हुन थालेको हो? माटोको संरक्षणका लागि नेपालमा कहिलेदेखि संस्थागत प्रयास हुन थालेको हो त? बिक्रम सम्वत 2002 देखि। क्वेसन नम्बर 24 मा जाम साथीहरू। माटोको प्राकृतिक अवस्थाबारे अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ? माटोको प्राकृतिक अवस्थाबारे अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ त? प्याडोलोजी अर्थात् इडाफोलोजी पनि भनिन्छ। ल हस् त साथीहरू, आजलाई यति नै गरौँ। भिडियो कस्तो लाग्यो? सुझाव सल्लाह प्रतिक्रिया दिन नबिर्सिनुहोला र यदि भिडियो मन पर्यो भने लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस् त साथीहरू, आगामी भिडियोमा भेट्ने नै छौँ।